अत्याधिक धेरै पसिना आउँछ। यसलाई हाइपरहाइड्रोसिस भनिन्छ। यो कहिलेकाहीँ सामान्य रूपमा पनि हुनसक्छ, तर कहिलेकाहीँ कुनै रोगको लक्षण पनि हुनसक्छ। त्यही भएर यदि पसिना धेरै आउँछ भने सबभन्दा पहिले गर्नुपर्ने प्रश्न भनेको यो समस्या कहिले सुरु भयो भनेर हो। यदि सानैदेखि या किशोर अवस्थादेखि नै हात, खुट्टा, काखी र अनुहारमा धेरै पसिना आउँछ, दुवैतर्फ समान रूपले आउँछ र सुतिसकेपछि पसिना आउँदैन भने यसलाई प्राइमरी हाइपरहाइड्रोसिस भन्न सकिन्छ। यो प्रायः अवस्थामा वंशानुगत कारणले गर्दा हुन्छ र प्रायः एकै परिवारका धेरै सदस्यलाई पनि हुनसक्छ। तर यदि पसिना पहिला सामान्य थियो र अचानक धेरै पसिना आउन थाल्यो भने चाहिँ अर्को रोग या अवस्थाको कारणले भएको हो कि भनेर छुट्याउनु पर्ने हुनसक्छ। अब पसिना धेरै आउनुका सम्भावित कारणहरूमा नम्बर 1 भनेको हामीले देख्ने थाइरोइड एकदम धेरै भयो भने हो। यदि पसिनासँगै मुटु छिटो ढुकढुक गर्ने, हात काम्ने, तौल घट्ने, गर्मी सहन नसक्ने जस्ता समस्या छ भने थाइरोइड हाई भएको हुनसक्छ। दोस्रो भनेको सुगरका बिरामीहरूमा विशेष गरी औषधि या इन्सुलिन प्रयोग गर्ने व्यक्तिमा यदि चिदिङको मात्रा धेरै कम भयो भने अचानक पसिना आउनुका साथै कम्पन हुने, धेरै भोक लाग्ने, कमजोरी हुने, चक्कर लाग्ने जस्ता कारणहरू हुन सक्छन्। र तेस्रो भनेको सङ्क्रमण हो। यदि राति धेरै पसिना आउँछ, यो सँगै ज्वरो आइरहेछ, लामो समयदेखि खोकी, कमजोरी या कारण नखोलेको तौल घट्ने समस्या छ भने क्षयरोग लगायतका अन्य दीर्घकालीन सङ्क्रमण या क्यान्सरको लक्षण पनि हुनसक्छ। चौथो, हर्मोनमा हुने परिवर्तन, विशेष गरी महिलामा महिनावारी बन्द भएपछि हर्मोनको परिवर्तनले गर्दाखेरि शरीर तातो हुने र पसिना आउन सक्ने हुनसक्छ। अर्को, तनाव, डर या अत्याधिक चिन्ता लिनुहुन्छ भने शरीरको स्नायु प्रणाली या नर्भस सिस्टम सक्रिय हुन्छ र यसका कारणले गर्दाखेरि हात, काखी या शरीरका अन्य भागमा अचानक धेरै पसिना आउन सक्छ। र यो सँगै यदि तपाईँले कुनै डिप्रेसनका औषधि, दुखाइ कम गर्ने औषधि लिइराख्नु भएको छ भने यी औषधिहरूले पनि अत्याधिक मात्रामा पसिना ल्याउन सक्छ।